अहिले सहकारीको बचतकर्ताको रकम फिर्ता नपाउनुको मुख्य एउटा कारण चाहिँ के हो भन्दाखेरि चाहिँ सहकारीको सञ्चालकले अंशबन्डा भइसकेको अथवा सम्बन्ध विच्छेद भइसकेको श्रीमतीको नाममा सम्पत्ति किनेर राख्ने र भोलिको दिनमा यो त मेरो निजी सम्पत्ति भयो भनेर त्यस्ता श्रीमतीले चाहिँ दाबी गर्ने भएको कारणले गर्दाखेरि सहकारीको रकमबाट खरिद गरेको सम्पत्ति पनि अब त्यसरी हिनामिना हुने स्थिति रहेको कारणले गर्दाखेरि धेरैजना बचतकर्ताको चाहिँ रकम डुब्ने गरेको देखिन्छ र यही समस्यालाई समाधान गर्नको लागि नेपाल सरकारले सहकारी ऐनलाई संशोधन गर्नको लागि भनेर अध्यादेश जारी गरेको छ। अब यो सहकारीको अध्यादेशमा चाहिँ के छ भन्दाखेरि चाहिँ यो परिवारको डेफिनेसनभित्र अंशबन्डा गरेको, माना चामल छुट्टिएको वा सम्बन्ध विच्छेद भएको परिवारलाई पनि इन्क्लुड गरेर लिएर आएको छ। यसबाट चाहिँ के हुन्छ भन्दाखेरि यदि कुनै एउटा सहकारी चाहिँ समस्याग्रस्त भएको छ, त्यस्तो समस्याग्रस्त भएको सहकारीको कुनै सञ्चालकको परिवारको नाउँमा सहकारीको पैसाबाट चाहिँ कुनै सम्पत्ति चाहिँ खरिद गरेको रहेछ अथवा त्यस्तो सम्पत्ति खरिद गरेर सम्पत्ति बढाइएको रहेछ, बढाइएको रहेको छ भने त्यस्तो अवस्थामा त्यस्तो रकमलाई पनि फिर्ता ल्याउन सकिन्छ भन्ने मनसायले चाहिँ यसरी सम्बन्ध विच्छेद भए पनि, अंशबन्डा भए पनि, माना चामल भए पनि त्यो व्यक्तिलाई पनि परिवारकै सूचीभित्र राखेर नेपाल सरकारले कारबाही अगाडि बढाउनु भएको छ। त्यसकारणले गर्दाखेरि चाहिँ अब सम्बन्ध विच्छेद भयो, अंशबन्डा भयो भन्दैमा चाहिँ यस्तो समस्याग्रस्त सहकारीको हकमा सहकारीको रकम अपचलन गरेको स्थितिमा चाहिँ छुटकारा पाइने अवस्था रहँदैन। अब त्यस्ता व्यक्ति पनि कानुनको दायरामा आउने स्थिति रह्यो।